हेलो गुड मर्निङ। अहिले चाहिँ बिहानको 6 बज्नु लागेको छ र आज चाहिँ म तपाईहरुलाई सानो कुराकानी गर्न आएको है। अब दिउँसो त भ्याउँदैन, त्यही भएर अहिले नै मैले छोटो भिडियो बनाएको, सुनिदिनुस् ल। सुती सुती चिया पिउँदै, कफी पिउँदै, पानी पिउँदै सुन्नुस् ल। र के कुरा हो भन्नुस् त, हिजो सरस्वती पूजा त सबैजना घुम्नु भयो होला है, मज्जाले रमाइलो पनि भयो होला। तर कतिलाई यो पनि अनुभव भयो होला कि मतलब पहिलाको दिनहरु पनि कति राम्रो थियो भन्ने। जस्तै पहिला हामीहरु है एकदमै रेडी भएर साडी लगाएर बिहानै निक्लेर सरस्वती पूजामा है, आमाहरुले अहिले नै त हुँदैन त पूजा भन्दा पनि बिहानै निक्लेर रेडी भएर साथीहरुसँग गएर एकदमै खुसी हुँदै टीका लाउँदै हल्का लजाउँदै है त्यो सब गर्थे। तर त्यो दिनहरु चाहिँ कति छिटो बित्यो जस्तो लाग्यो क्या सरस्वती पूजामा। म त नाच्थे पनि प्रोग्रामतिर है। अब भन्नुहुन्छ होला तपाई अहिले पनि नाच्न सक्नुहुन्छ त भनेर, तर समय परिस्थिति सबै बदलेर जाँदो रहेछ नि त है। जस्तै अब त मान्छेहरु कामतर्फ लाग्छ, ड्युटीतर्फ लाग्छ, ड्युटीले गर्दा भ्याउँदैन है, कति खुसीहरु मार्नु पर्छ, त्यो सबै हो। तर हिजो मैले देखेर चाहिँ म टाढोबाट हेरिरहेँ हैन, सानो सानो भाइ बहिनीहरु, म पनि एक समयमा त्यो उमेरमा है, कति खुसी मतलब खुसी हुन्थे। त्यति बेला त्यस्तो जीवन के हो भनेर त्यस्तो बुझेको थिइन है। त्यो समय हेर्दा चाहिँ मैले के अनुभव गरेँ र के सिकेँ भन्दा चाहिँ जे छ जस्तो छ त्यसमा खुसी बस्नुपर्छ। अहिले मेरो यस्तो छ भनेर है त्यस्तो दुःख नमान्नु रहेछ क्या। मतलब अहिले जे छ जस्तै मैले इन्जोय गर्नुपर्ने रहेछ, घुम्नुपर्ने रहेछ है, हाँसखेल गर्नुपर्ने रहेछ र समयमा नै सबै कुरो मतलब जिन्दगीको अनुभव लिनुपर्ने रहेछ है। अहिले त्यो दिन सोचेर याद गर्छु, तर एटलिस्ट यो त म भन्छु कि त्यति बेला म घुमेको थिएँ, खुसी भएको थिएँ, नाचेको थिएँ, सरस्वती पूजा रमाइलो भएको थियो भनेर एटलिस्ट म सेटिस्फाई छु है। तर अब आउने सालहरुमा फेरि आजको दिन सोचेर फेरि म दुखी नहुँ है, हामी दुखी नहोस् भनेर चाहिँ तपाईहरु जे छ जस्तो छ त्यही पलमा त्यही समयमा चाहिँ इन्जोय गर्नुस् रहेछ क्या। इन्जोय गर्नु रहेछ, जीवन त एउटा यात्रा रहेछ, यात्रा गर्नुहोस्, नयाँ नयाँ जग्गा जानुहोस्, घुम्नुहोस्, खुसी बस्नुहोस्, समय निकाल्नुहोस् हैन। समय भन्ने कुरा चाहिँ यति छिटो बितेर जाँदो रहेछ कि के भन्नु है। यही सानो कुराकानी थियो, मनको कुरा थियो जो तपाईहरुसँग शेयर गर्न चाहन्थे है। कतिलाई बोरिङ भयो होला है, कतिलाई अल्छी लाग्यो होला,